काठमाडौँका हरिया डाँडाहरूमा शान्तिको प्रतीक बनेर उभिएका छन् गुम्बाहरू, जहाँबाट मन्त्रको ध्वनि र शान्तिको सन्देश फैलिन्छ। हावामा फरफराइरहेका लुङदार र भित्रबाट आउने ध्यानमग्न ध्वनिले गुम्बाहरू हाम्रो व्यस्त संसारमा शान्तिका पवित्र स्थल हुन् भन्ने आभास दिन्छ। तर हालैका दिनहरूमा केही अँध्यारो र खतरनाक हल्लाहरूले यी पवित्र स्थानहरूको छवि धमिल्याउने प्रयास भइरहेका छन्। हालै राप्रपाका नेता ज्ञानेन्द्र साईको विवादित अभिव्यक्तिपछि संसारभरका बौद्ध धर्मावलम्बीहरू रुष्ट बनेका छन्। यी र यस्तै हल्लाहरूले गुम्बाहरूलाई गोप्य, विभेदकारी र डरलाग्दो स्थानका रूपमा चित्रण गर्छन्। आज हामी यी भ्रमका पर्दाहरू च्यातेर सत्यको उज्यालोमा गुम्बाभित्रको वास्तविकता के हो त्यो प्रश्न पार्दैछौं। भ्रम 1, गुम्बाभित्र अरू धर्मावलम्बीलाई पस्न दिइँदैन। यथार्थ, यो दाबी पूर्णतय झुटो र भ्रामक हो। नेपालका बौद्ध गुम्बाहरू सबैका लागि खुल्ला छन्, चाहे उनीहरूको धर्म, जाति वा राष्ट्रियता जेसुकै होस्। गुम्बाहरू कसैका निजी किल्ला होइनन्, तिनीहरू सामुदायिक केन्द्र हुन्, शिक्षाको थलो र शान्ति खोज्ने सबैका लागि आध्यात्मिक आश्रय स्थल हुन्। हरेक दिन हजारौं हिन्दू, किराँत, मुस्लिम, क्रिस्चियन र अन्य धर्मावलम्बी नेपाली तथा विदेशी पर्यटकहरू बौद्ध स्वयम्भू जस्ता पवित्र स्थानहरूमा श्रद्धा र शान्तिको अनुभव गर्न पुग्छन्। अवश्य पनि हरेक पवित्र स्थानको जस्तै गुम्बाको पनि आफ्नो मर्यादा र नियम भने पक्कै हुन्छ। भिक्षु अर्थात लामाहरू र आनीहरू बस्ने निजी कुटी, गहिरो ध्यान साधना गर्ने विशेष कक्ष वा धर्मग्रन्थ भण्डारण गरिएका कोठाहरूमा सर्वसाधारण व्यक्तिलाई प्रवेश नहुन सक्छ। यो सत्य हो। यो कुनै भेदभाव होइन, अनुशासन हो। के हामी मन्दिरको गर्भगृह वा आफ्नो घरको सुत्ने कोठामा जो पायो त्यसैलाई पस्न दिन्छौं त? यो ठाउँको पवित्रता र त्यहाँ साधना गर्नेहरूको एकान्तको सम्मान पनि हो, बहिष्कार होइन।